सफल लगानीकर्ताहरू फरक सोच राख्छन्। जब बजार ओह्रालो लाग्छ, धेरैजना डराउँछन् तर उनीहरू अवसर देख्छन्। उनीहरू भावनामा होइन, तथ्य र डेटा आधारमा निर्णय लिन्छन्। आज म तपाईलाई त्यस्ता लगानीकर्ताहरूको 7वटा सोच र बानीहरू बताउँदैछु जसले बजारमा सफल बनाउँछ। पोइन्ट 1, जिम्मेवारी लिनुहोस्। सबैभन्दा पहिलो कुरा, जिम्मेवारी लिनुहोस्। बजार तपाईको नियन्त्रणमा छैन, तपाई बजारको भागीदार मात्र हुनुहुन्छ। नाफा वा घाटा तपाईको निर्णयको नतिजा हो। ब्रोकर, समाचार वा अरूलाई दोष दिएर होइन, आफ्नो निर्णयबाट सिक्नुहोस्। जिम्मेवारी लिँदा मात्र सिक्ने ढोका खुल्छ। पोइन्ट 2, सिकाइलाई प्राथमिकता दिनुहोस्। सफल लगानीकर्ताले घाटालाई हार होइन, पाठ ठान्छन्। प्रत्येक ओह्रालोमा एउटा सन्देश हुन्छ, कुन क्षेत्र बलियो छ, कुन रणनीति काम गरियो र कुन गल्ती दोहोर्याउनु हुँदैन। घाटाबाट अनुभव कमाउनु नै असली कमाई हो। पोइन्ट 3, योजना बनाएर लगानी गर्नुहोस्। भावनाले लगानी नगर्नुहोस्। बजार भावनाले होइन, तथ्यले चल्छ। जब बजार बढ्छ, धेरै लोभी बन्छन्, घट्दा डराएर भाग्छन्। तर सफल लगानीकर्ताले योजना बनाएर मात्र कदम चाल्छ। उद्देश्य, समयसीमा र जोखिमको खाका सधैँ तयार हुन्छ। पोइन्ट 4, अनुशासन पालना गर्नुहोस्। रणनीति बनाउनु मात्र होइन, पालना गर्नु पनि कला हो। लक्ष्य तोकियो भने अडिनुहोस्, स्टप लस बनाइयो भने लागू गर्नुहोस्। अनुशासनले नाफा बढाउँछ र घाटालाई सीमित गर्छ। पोइन्ट 5, धैर्य राख्नुहोस्। बजार कहिल्यै सिधा रेखामा चल्दैन। कहिले उकालो, कहिले ओह्रालो, यही यसको स्वभाव हो। धैर्य भनेको निष्क्रिय बस्नु होइन, आफ्नो योजनामा अडिग रहनु हो। साँचो मूल्य समयसँगै उजागर हुन्छ। पोइन्ट 6, मनोवैज्ञानिक परिपक्वता। लगानी अङ्कगणित मात्र होइन, मनोविज्ञान पनि हो। बजारमा डर, लोभ र हल्ला हावी हुन्छ। तर सफल लगानीकर्ताले ती भावनालाई नियन्त्रण गर्छन्। उनीहरू हल्ला होइन, डेटा पढ्छन्, भीड होइन, रणनीति पछ्याउँछन्। पोइन्ट 7, दीर्घकालीन सोच। नेपालको बजार अझै बढ्दैछ। अस्थिरता यहाँ सामान्य कुरा हो। तर दीर्घकालीन सोच राख्नेहरूले ऊर्जा, बीमा, बैंकिङ, पर्यटन जस्ता क्षेत्रमा सुनौलो अवसर पाउँछन्। कन्क्लुजन, शेयर बजारमा सफलता भाग्य होइन, बानीको परिणाम हो। जो बहाना बनाउँछ ऊ अड्किन्छ। जो जिम्मेवारी लिन्छ ऊ अगाडि बढ्छ। बजारले भाग्यमानीलाई होइन, तयार भएका मानिसलाई पुरस्कृत गर्छ।